हेलो गाइज वेलकम टु माई मिनी ब्लग भाटकाउँसीदेखि होइन। आज चाहिँ कस्तो जाडो बढेको छ होइन। बुटोलमा जति जाडो बढे पनि काम त गर्नु पर्यो। अनि मलाई के लाग्छ भनेपछि जाडोमा कुम्सेर बस्नुभन्दा चाहिँ अलि यताउता चहल पहल गर्ने कामसाम गऱ्यो भने चाहिँ अलि ठिक हुन्छ जस्तै लाग्छ कि मेरो विचारमा होइन। अनि म चाहिँ माथि कौसीतिर गएको थिएँ अनि माथि अलिकति धुलोसुलो पनि भएको रहेछ। मजाले सबै ठाउँतिर बढार बुढोर पारिदिएँ। हुन त यो कौसी मेरो भन्दा पनि मेरो बुढाको स्पेसल ठाउँ हो कि होइन। उहाँलाई चाहिँ यहाँ आएर काम गर्न सागपातहरू रोप्न एकदम रमाइलो लाग्छ कि होइन। हुन त कौसीले खेती गरेर हामीलाई पुरा सब्जी नै किन्नु नपर्ने भन्ने त होइन, तर एउटा मान्छेको इन्ट्रेस्टको कुरा हुन्छ नि त। अनि मेरो बुढालाई चाहिँ एकदम इन्ट्रेस्ट लाग्छ कि कौसीको बारेमा पनि आउँदैन मलाई त, तर कहिलेकाहीँ गएर अलि यताउता चाहिँ गरिदिइलाग्छु, हेल्प चाहिँ गरिलाग्छु। मेहनत त सबै उहाँकै हो, आइडिया पनि उहाँकै हुन्छ होइन। अनि त्यही भएर पनि म चाहिँ माथि गएर आज यस्तो हेरेको फोहोर देखेर मजाले सरसफाइ गरिदिन लागेँ। अनि यसमा चाहिँ माटो भर्दै छोड्नु भएको रहेछ। मैले पनि ठिक्क माटो चाहिने जति मजाले रोपिदिएँ अनि मजाले कौसीतिर घुमघाम गरेँ। यताउता के फलेको रहेछ भनेर चेक गरेर अम्बा एउटा टिपेर तलतिर झरेँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। मेरो भिडियो मनपर्छ भने लाइक गरिदिनु होला।